मेरो पुस्तालाई अनुभव र ज्ञान नभएको कुरा म बताउँदैछु। भिडियो लामो बन्न सक्छ, स्किप नगरिकन सुनिदिनु होला। नेपालमा उद्योग कल कारखानाहरू कसरी बने र कसरी त्यसलाई निजीकरण गरियो त्यसको बारेमा हामीलाई धेरैलाई ज्ञान छैन। 2036 सालमा नेपालमा जति उद्योग कल कारखाना निर्माण भएका थिए ती सम्पूर्ण उद्योग कल कारखानाहरू चीन र सोभियत सङ्घको सहयोग माध्यमबाट बनेका हुन्, जहाँ नेपाल सरकारको 1 रुपैयाँ पनि खर्च भएको छैन। 2036 सालमा के थियो त? राजतन्त्र थियो, राजाको निरङ्कुश शासन थियो। 2036 र 42 सालको अन्तरमा सम्पूर्ण उद्योग कल कारखानाहरूलाई निजीकरण गरिएको थियो। यसको कसरी निजीकरण गरियो भनेर बुझ्नको लागि चाहिँ ल अध्ययन गरेका साथीहरूलाई यसको बारेमा मजाले ज्ञान हुन सक्छ। नेपालमा दुईवटा सब्जेक्ट छ, एउटा माइक्रो इकोनोमिक र अर्को म्याक्रो इकोनोमिक भन्ने। यसको बारेमा तपाईहरूले अध्ययन गर्नुभयो भने नेपालको हिस्ट्रिकल इकोनोमीको बारेमा सम्पूर्ण ज्ञान लिन सक्नुहुन्छ। म अनुरोध गर्छु, ज्ञान लिनुहोस्। अब यहाँ आउँछ 2042 र 43 सालको अन्तरमा नेपालका सम्पूर्ण उद्योग कल कारखानालाई निजीकरण गरिएको छ, बेचिएको छ, जहाँ पञ्चायत ढल्नुभन्दा पनि 10 वर्ष अगाडिको कुरा हो, जहाँ बहुदल आउनुभन्दा पनि 5 वर्ष अगाडिको कुरा हो। हामीसँग एउटै भ्रम छ, देशमा गणतन्त्र आयो, काङ्ग्रेस र एमाले मिलेर देशका सम्पूर्ण उद्योग कल कारखानाहरू बेचिए भनेर हामीले भन्ने गरेको सुन्छौँ। त्यो होइन। उद्योग कल कारखाना चलाउनलाई पनि के चाहिन्छ? पैसा चाहिन्छ। पैसा कहाँबाट आउँछ? त्यसको लागि आर्थिक उन्नति हुनु पर्यो, त्यो पनि नेपालमा छैन। अब नेपालमा जति विदेशी सहुलियत माध्यमबाट उद्योग कल कारखानाहरू निर्माण भएका थिए तिनै उद्योग कल कारखानाहरू के भयो त? पैसाकै अभावले बन्द हुँदै गए। कामदारलाई तलब दिन ढिला हुने भयो, कामदारलाई तलब दिन नसक्ने भयो, सरकारकै ढुकुटीबाट उद्योग कल कारखाना निर्माण गर्नुपर्ने भयो। तर त्यही समय 2043 सालमा नेपालको इकोनोमिक 35%मा झरिसकेको हुन्छ, जहाँ देश सञ्चालन गर्नको लागि राजालाई अर्थात् सरकारलाई निकै धौधौ परेको हुन्छ। सरकारले के गर्छ? त्यतिखेर निरङ्कुश राजतन्त्र थियो, राजा वीरेन्द्र हुनुहुन्थ्यो। उहाँको नेतृत्वमा तत्कालीन पञ्चायतले के गर्छ? अन्तर्राष्ट्रिय सहुलियता लिनु पर्यो भनेर वैदेशिक सहायताको लागि अन्तर्राष्ट्रियसँग गुहार्ने काम गर्छ र IMF ल प्रोग्रामलाई नेपाल सरकारले चिठी पठाउँछ। IMF भनेको इन्टरनेसनल मोनेटरी फन्ड हो। यसको बारेमा पनि तपाईहरूले अध्ययन गर्नुपर्ने हुन्छ। अब IMF ले के गर्छ त? नेपालमा जति उद्योग कल कारखानाहरू छन् त्यसलाई निजीकरण नगरेसम्म IMF ले नेपाललाई के गर्छ? लेटर, नेपालले पठाएको चिठी फिर्ता पठाइदिन्छ। त्यसपछि पञ्चायत र राजाको संयुक्त माध्यमबाट त्यसलाई 2043 सालमा हामी ल प्रोग्राम सिस्टममा हस्ताक्षर गर्न अगाडि बढ्न चाहन्छौँ भनेर फेरि लेटर पठाउँछ। त्यसपछि IMF ले लेटरलाई साइन गरेर पठाउँछ र नेपाल सरकार त्यतिखेर राजाको निरङ्कुश शासन थियो र राजाले त्यसलाई हस्ताक्षर गरेर ल प्रोग्राम माध्यमबाट IMF लाई चिठी फेरि पठाउँछ। IMF भनेको गरिबी राष्ट्रहरूलाई ऋण र सहुलियता प्रदान गर्ने एउटा निकाय हो। अब उद्योग कल कारखानाहरू कहिले बेचेका रहेछन् त? 2043 सालमा।